नमस्कार सबैजना। विश्वभरमा नेपालीहरू कुन कुन देशमा कहाँ कहाँ छरिएका छन् र कति कति छन् र के गर्दैछन् र तिनीहरूलाई नेपालमा ल्याउने सम्भावना अथवा उनीहरूको पुँजी नेपालमा ल्याउने सम्भावना कतिको छ भन्ने विषयमा सबैलाई चासो हुन्छ र कति जति पैसा छ नेपालीसँग भन्ने विषय पनि सबैलाई चासो हुन्छ र म त्यो विषयमा आज कुरा गर्न गइरहेछु। सुरुमै सुरु कुरा गरौँ। अब इन्डियामा रहेका नेपालीहरू जो चाहिँ नेपालबाट इन्डियामा गएका, अब इन्डियामा पनि त्यहीँका रहेछन् नेपालीहरू पनि छन्। तर नेपालबाट गएका नेपालीहरू भने 40 देखि 50 लाखको सङ्ख्यामा छन् भन्ने एउटा आँकडाले देखाउँछ। त्यस्तै गरेर अर्को ठुलो सङ्ख्या भएको देश हो साउदी अरेबिया। साउदी अरेबियामा पनि करिब करिब 20 देखि 25 लाखसम्म नेपालीहरू बसोबास गर्छन्। विभिन्न कामको सिलसिलादेखि लगेर विभिन्न बिजनेसहरूको सिलसिलाले उहाँ बसोबास गर्छन्। त्यस्तै गरेर कतारमा 3 देखि 4 लाख, 5 धेरैमा 5 लाखसम्म र अरू खाडी मुलुकहरूमा 1-2 लाख 1-2 लाख गरेर, अनि अब अमेरिकामा पनि लगभग 3 देखि 4 लाखसम्म नेपालीहरू बस्छन् भन्ने आँकडाले देखाउँछ। अरू युरोपका कन्ट्रीहरू, युकेमा 1-1.5 लाख, अरू युरोपका कन्ट्रीहरूमा 2-3 लाख जम्मा गरेर, र अस्ट्रेलियामा पनि 1-1.5 लाख हो। त्यसरी 1-1.5 लाख 3 लाखसम्म अस्ट्रेलियामा भनेको छ। सो अब मैले यो कुरा किन जोडेको त भन्दाखेरि, अस्ति हाम्रो मैले पनि फलो गर्ने सबैले उहाँलाई मन पराउँछन्, धेरै जसोले भनौँ, सबैले भन्दा यहाँ गलत होला, टङ्क दाहाल भन्ने युट्युबर हुनुहुन्छ, मेरो पनि एउटा प्रेरणाको स्रोत हुनुहुन्छ उहाँले चाहिँ सुनिल शर्मा भन्ने पूर्व सांसद नेपाली काङ्ग्रेसका नेतासँग चाहिँ अन्तर्वार्ता लिँदा के भन्नुभएको थियो त, के कुरा भएको थियो त भन्दा, क्यालिफोर्नियाको एउटा एरियामा, क्यालिफोर्निया स्टेटको एउटा सिटीमा, जुन सिटी चाहिँ चर्चित छ लस एन्जलस भन्ने सिटी, त्यहाँ मात्रै करिब 500 भन्दा बढी नेपालीहरूसँग चाहिँ $500 मिलियन भन्दा बढी, भनेको 1 मिलियनमै तपाईँको 10 लाख हुन्छ भने 500 मिलियन, तपाईँले सोच्नु न कति पैसा हो। त्योभन्दा बढी हुने मान्छेहरू चाहिँ कमसेकम 500 जना छन्। अब पुरै त्यो चाहिँ अब रियलिस्टिक डाटा हुन सक्ला नसक्ला त्यो भनेको भिन्नै क्वेसनको कुरा होला। तर 500 जना भन्दा बढी मान्छेसँग चाहिँ तपाईँको $500 मिलियन भन्दा बढी हुनु भनेको चाहिँ ठुलो एमाउन्ट हो क्या, यो चाहिँ सानो एमाउन्ट होइन। त्यस्तै गरेर अब न्युयोर्क सिटीमा होला, अरू ठुल्ठुलो सिटीहरू, सिकागोतिर होला होइन, तपाईँको अब बोस्टनतिर, अब नेपालीहरू कहाँ कहाँ छन् त होइन। अब यता पेन्सिल्भेनियातिर आउनुभयो भने पिट्सबर्गहरू, फिलाडेल्फियाहरू भयो होला, अब लस भेगसहरू, कुन कुन ठुलो सिटीमा बस्छन् होइन। त्यसरी धनाढ्यहरूको एकदमै ठुलो सङ्ख्या छ नेपालीहरूको। अमेरिकामा मात्रै नभएर अस्ट्रेलिया भयो, तपाईँको शेष घलेहरूको त तपाईँहरूले सुन्नुभएकै छ होइन। त्यस्तै गरेर रसियातिर जीवा लामिछानेहरू, उपेन्द्र महतोहरूको त कुरा त हामीले धेरै सुनेको छौँ होइन। अनि यसरी धनाढ्यहरूको सङ्ख्या चाहिँ हामीले सोच्यो भन्दा, कल्पना गऱ्यो भन्दा बाहिर छ। कति 100-200 मिलियन हुने त कति धेरै सङ्ख्यामा हुनुहुन्छ होइन। उहाँहरूको चाहिँ अब त्यति चर्चा पनि भएको छैन भनौँ न यहाँनिर। अनि यो पुँजीलाई चाहिँ नेपाल भित्राउनका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जुन प्रयास गरिराख्नु भएको छ, जुन कार्यक्रमहरू ल्याइराख्नु भएको छ, यो चाहिँ एकदमै आकर्षक छ विदेशमा बस्नेहरूलाई पनि, र कतिपय विदेशमै पिआर लिइसकेका, विदेशकै नागरिकता लिइसकेकालाई पनि यो चाहिँ एकदमै आकर्षक छ। किनभने एनआरएनहरूलाई पनि नागरिकता दिने, त्यहाँनिर भोटिङ राइट्स सहितको नागरिकता दिने, अनि त्यहाँदेखि लगानी गर्ने वातावरणहरू सुनिश्चित गर्ने लगायतको कुराहरू आइराख्दाखेरि भनेको चाहिँ एनआरएनहरू पनि धेरै उत्साहित भएको छन्। र यो लेभलको पैसा चाहिँ नेपाल भित्रियो भने नेपाल विकसित हुनलाई धेरै समय लाग्दैन जस्तो मलाई लाग्छ। किनभने नेपालमा एउटा कुरो त धेरै हल्ला गरिन्छ, काम कम्ती गरिन्छ, तर रियलिस्टिकली हेर्दाखेरि र यसलाई नजिकबाट निहाल्दाखेरि यो पैसा भित्रिन सक्ने सम्भावना चाहिँ धेरै देखिन्छ। र अहिले मलाई के लाग्छ भने, यो पैसा भित्राउन सक्यो नेपालमा भने एउटा सानो देश हो नेपाल, विकास हुनलाई केही पनि समय लाग्दैन। हामीले इतिहासै हेर्ने हो भने साउथ कोरियाको इतिहास लिन सकिन्छ। त्यहाँनिर मान्छेहरू, विदेश गएका मान्छेहरू फर्केर विदेशका मान्छेहरूले पैसा पठाएर सुरुवाती दिनहरूमा विकास भएको भन्ने कुराहरू छ। अरू विभिन्न देशहरू छन् त्यस्ता उदाहरणहरू। र नेपालले चाहिँ किन गर्न सक्दैन त भन्ने प्रश्नमा बिल्कुलै गर्न सक्छ होइन। अब यी भए धनीको कुरा गऱ्यो हामीले, एकदमै 500 मिलियन एन्ड एबभको कुरा गऱ्यो।
500 मिलियनदेखि बढी हुने मान्छे मात्रै धनी हुन् त? जस्तै $20 मिलियन हुने मान्छेको धनी होइन त? $20 मिलियन हुने मान्छेले ल आफ्नो $10 मिलियन चाहिँ आफू जुन कन्ट्रीमा बसेको छ त्यही कन्ट्रीमा राखेर $10 मिलियन चाहिँ नेपालमा लगानी गर्छु भनौँ भने त्यो कत्रो पैसा हो त $10 मिलियन भनेको होइन? अनि अहिलेको रेटमा त स्पेसली अनि त्यस्तै गरेर ल 1 मिलियन गर्छु भनौँ भने नि त्यस्ता $1 मिलियन चाहिँ लगानी गर्ने चाहिँ तपाईँको 1 लाखजना आयो भने कति पैसा हो त त्यो? सोच्ने भन्दा बाहिरको कुरा हो नि त। तर यो भनिरहँदाखेरि चाहिँ यो हाइपोथेटिकल कुरा भयो भन्नुहुन्छ होला। यसलाई ठोस योजना बनाइयो र सठिक खालको चाहिँ कार्यक्रमहरू ल्याइयो र नेपाललाई पनि र जो लगानीकर्तालाई पनि फाइदा हुने दुइटै खालको विन विन खालको चाहिँ योजनाहरू ल्याइयो भने त यो हुनै नसक्ने कुरा त होइन नि त, हुन सक्छ होइन। र म चाहिँ एकदमै ओप्टिमिस्टिक छु। अब लेट्स सी अब बजेटहरू कस्तो आउँछ, कार्यक्रमहरू कस्तो आउँछ। अलरेडी एनआरएनहरूलाई अधिकार दिने कुराहरू त आइसक्यो होइन। र म यति भन्दै यो भिडियोलाई यहाँ टुङ्गाउन चाहन्छु र म के भन्न चाहन्छु अन्तिममा भने मलाई फलो गर्नुभएको छैन, सब्सक्राइब गर्नुभएको छैन भने प्लिज फलो गर्नु होला र मसँग जोडिराख्नु होला। म यस्तै खालको भिडियोहरू लिएर आइ नै रहनेछु। थ्याङ्क यू सो मच।